स्वागत छ आज साँझको मेरो मिनी ब्लगमा। आई होप सबैजना सन्चै आराम हुनुहुन्छ। म पनि एकदम ठिक छु। नानी बाबुहरू स्कुलबाट आइसकेपछि नास्ता सास्ता खुलाएर म चाहिँ यता खाना बनाउन थालेकी छु अनि उता बाबुहरू चाहिँ होमवर्क गर्दैछन्। सब्जीमा चाहिँ आज मैले फर्सी बनाउँदै छु। हुन त आफ्नो पकाउने तरिका हुन्छ, मैले चाहिँ यसरी पकाउँछु। यो सब्जी चाहिँ मलाई भन्दा पनि मेरो छोराहरूले एकदमै मन पर्ने भएको हुनाले मैले प्रत्येक शनिबार 1 किलो चाहिँ ल्याइदिएकै हुन्छु। मिठो भए पनि नभए पनि यो फर्सी चाहिँ स्वास्थ्यको लागि एकदमै राम्रो हुन्छ। मलाई चाहिँ यो फर्सी खासै मन पर्दैन, मन नपरे पनि बच्चाहरूले मन पराएपछि आफूले पनि मन पराएर खानु पर्यो, स्वास्थ्यको लागि पनि राम्रो हुन्छ भनेर। तर मेरो छोराहरूको लागि चाहिँ यो फेभरेट सब्जी हो। यता खानासाना बसालिदिन्छु अनि त्यसपछि म जान्छु यता नास्ता सास्ता खाएको भाँडाहरू माझ्नको लागि। अहिले चिया नास्ता खाएको भाँडा मात्रै हुन् कि हेर्नु न कति धेरै छन्। स्कुलबाट आएर 4-5 पटक त उनीहरूले पानी मात्रै पिएका थिए। 10-12 वटा त उनले गिलास मात्रै गराइदिन्छन्। साथीहरू यता मेरो मेसिनको कामको व्यस्तताले गर्दा मैले मिनी ब्लगलाई चाहिँ निरन्तरता दिन सकेको छैन, सो सरी। मलाई चाहिँ मेरो साथीहरूले भन्नुहुन्छ हजुरको भोइस कति मनपर्छ, सुनिरहँ जस्तो लाग्छ भनेर भन्नुहुन्छ। त्यसको लागि धेरै धेरै धन्यवाद छ। त्यही भएर आज मैले साँझको भए पनि राख्छु भनेर राखेकी छु, माया गरिदिनु होला। अनि हजुरहरूले आजको मेरो मिनी ब्लग कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। यतातिर चाहिँ सब्जी पाक्दैछ मेरो। यता बाबुहरूले होमवर्क गरेर भ्याएको छैन। यता बाबुहरू बसेको छन् अनि यतातिर चाहिँ नानी बसेको छ। नानीलाई चाहिँ एकान्त ठाउँ चाहिन्छ पढ्नको लागि। आजको लागि यति नै। फेरि मिलौँला अर्को भिडियोमा। ओके, बाई बाई। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई।